अस्तित्व हुँदैमा इतिहास हुन्छ भन्ने कुरा छैन। यस धरतीमा कति किरा फट्याङ्ग्रा छन्, न तिनको नाम छ न इतिहास छ र नाम इतिहास छ र कति छन् कति नै। मौरीका गोलामा कति मौरी हुन्छन्, नाम छ तिनको, मौरी एकमुष्ट सिद्धि। मानव जातिको इतिहास भन्ने कुरा रहने गरी शिवले सुरु गर्नुभयो। सभ्यताको सुरुवात, आधुनिकताको सुरुवात, ज्ञानको सुरुवात, विज्ञानको सुरुवात, ज्ञान प्रक्षेपण गर्ने कुराको सुरुवात, योगको सुरुवात, ध्यानको सुरुवात, योगका पनि विभिन्न प्रकारका योगहरूको सुरुवात शिवले गर्नु। सङ्गीतको सुरु गर्नुभयो। यहाँसम्म कि पाणिनिले नै बनाउनु भएको व्याकरण पनि डमरुबाटै आयो। 14 पल्ट डमरू बजाउनु भयो र 14वटा सूत्र आए भन्ने कुरा पनि किम्वदन्ती हो। म त्यसमा जान चाहन्छु। शिवका व्याकरण रचनाका लागि शिवको डमरू ल्याइरहनु पर्दैन। पाणिनिको दुःख कष्ट, उहाँले गरेको मेहनत, त्यसलाई धन्यवाद दिए पुग्छ। यो ठाउँको म चर्चा गर्दै थिएँ। अघि पूर्ववक्ता साथीहरूले भनिसक्नु भएको छ, यो रुरु क्षेत्र हो, यो श्रृङ्ग ऋषि भएको क्षेत्र हो। श्रृङ्ग ऋषि सत्ययुग र त्रेतायुगको सङ्गमको ऋषि हुनुहुन्थ्यो। दशरथ सत्ययुगका, राम त्रेतायुगका, परशुराम सत्ययुगका, राम त्रेतायुगका। उहाँहरू जीवित छँदा छँदै सत्ययुग त्रेतायुगमा परिणत भएको थियो। जब धनुष भङ्ग भयो त्यस बेला नै परिणत भएको थियो। जब धनुष भङ्ग भए बापत परशुरामले क्रोध देखाउनु भयो राम लक्ष्मणलाई, त्यस बेला गल्तीले उहाँले राममाथि वञ्चरो आफ्नो परशु प्रयोग गर्न खोज्नुभयो। उहाँ अलिक बलिष्ठतामा अलिक दम्भ पनि गर्नुहुन्थ्यो। ऋषिहरू अलिक रिसाहा र दम्भी पनि हुन्छन्। केही ऋषिहरू, दुर्वासा ऋषिहरू छिटो रिसाउनेमा सुप्रसिद्ध भन्ने के भन्ने प्रसिद्धै हुनुहुन्छ। जमदग्नि त्यस्तै, छोरालाई श्रीमती काट भनेर रिस उठ्ने बित्तिकै आदेश दिने खालका यस्ता ऋषिहरू हामीसँग छन्। छिटै रिसाउने खालका, श्राप दिने खालका। खैर परशुराम रिसाउनु भयो। त्यसको लामो कथा छ, त्यतापट्टि म नजाउँ। गल्तीले उहाँले अस्त्र उठाउनु खोज्नुभयो राममाथि, तर उहाँले वञ्चरो उठाउन सक्नु भएन। सधैँ फनफनी घुमाएर अनेक काण्डहरू मचाउने वञ्चरो त्यो दिन परशुरामका हातबाट उठेन। फेरि उठाउन खोज्नुभयो, उठेन। के थियो त्यसका पछाडि भने एउटा कथा छ। सानैमा परशुरामलाई एउटा वाणी आएको थियो, आकाशवाणी। यस सत्ययुगको तिमी अन्तिम, तिम्रो पुस्ता अन्तिम पुस्ता हो र तिमी अन्तिम भगवान हौ सत्ययुगका। तिमीले एक दिन एउटा यस्तो महान व्यक्तित्वको सामना गर्नेछौ, तिम्रो अगाडि त्यो व्यक्तित्व हुनेछ। गल्तीले तिमीले हतियार उठाउनेछौ। पहिलो व्यक्ति जो तिम्रो सामने उपस्थित हुन्छ त्यो देख्ने बित्तिकै तिम्रो आधा शक्ति उसमा हस्तान्तरण भइसकेका हुन्छ, स्थानान्तरण भइसकेका हुन्छ। गल्तीले हतियार उठाउँछौ, अर्को आधा, बाँकी आधा पनि गइसकेका हुन्छ। फेरि उठाउन तिमीले प्रयास गर्छौ, बाँकी आधा पनि तिम्रो शक्ति गइसकेको हुन्छ र तिमी शक्तिहीन महसुस गरेर थरथर काम्न थालेका हुन्छौ। त्यति बेला तिमीलाई यो भविष्यवाणी याद हुनेछ। तिम्रो युगको अन्त्य भयो, परशुराम युगको अन्त्य भयो, राम युगको सुरुवात भयो, सत्य युगको अन्त्य भयो, त्रेता युगको सुरुवात भयो। खैर
त्यसै युगका श्रृंग ऋषि थिए, जो अघि पनि दशरथका सन्तान नभएपछि उत्कृष्ट यज्ञका लागि आमन्त्रण गरिएका प्रसङ्गहरू साथीहरूले उठाइसक्नु छ। श्रृंग ऋषिको यही श्रृंगाश्रम अहिले पनि छँदैछ। श्रृंग ऋषिको श्रृंग ऋषि आश्रम यही कपिल मुनि, यिनी डाँडाभन्दा यसो परतिर फेदमा कपिल मुनि आश्रम, कपिल मुनि धाम त्यहाँ छँदैछ। शिव पछि विश्वामित्र, विश्वामित्र पछि का महान दार्शनिक विश्वामित्र ब्रह्मर्षि हुनुहुन्थ्यो कि ऋषि मात्रै होइन, महर्षि मात्रै होइन, ब्रह्मर्षि, जो ऋषिहरूको महर्षिहरूको पनि ऋषि ब्रह्मर्षि हुनुहुन्थ्यो। उहाँपछि कपिल मुनि अर्को दार्शनिकको रूपमा प्रकृति के हो, जीवन के हो, सांख्य दर्शन उहाँले प्रतिपादन गर्नुभयो र शिवद्वारा प्रतिपादित र प्रशिक्षित प्रदीक्षित योग त्यसलाई अगाडि बढाउनु। त्यसपछि अरू ऋषिहरूले योगलाई अगाडि बढाउँदै गए, अनेक ऋषि मुनिहरूले। बुद्धले ध्यान र विपश्यना जस्ता कुराहरू बुद्धले विकास गर्नु। त्यसपछि पाणिनि ऋषिहरूको समय, पाणिनि ऋषिहरूले योगको, ध्यानको, आयुर्वेदको अनेक कुराहरूको विकास गर्नु र पाणिनिको खास कुरा यसमा संस्कृतका महान 4 विद्वानहरूमध्ये एक विद्वान उहाँ मानिनुहुन्छ र उहाँको विशेषता भनेको मूल विशेषता व्याकरण हो, अष्टाध्यायी हो। अष्टाध्यायीको सुरुवात भएको 14वटा सूत्रहरूबाट सुरुवात भएको। अष्टाध्यायीमा 3959 सूत्रहरू छन्। 3959 सूत्रहरूमा अष्टाध्यायी रचित छ, जसमध्ये 4 सूत्र 14 सूत्र पहिलेका सूत्रहरू हुन्, जहाँबाट पाणिनिले व्याकरणको रचना सुरु गर्नुभयो। र व्याकरणका ती रचनाहरू र यी 14वटा प्रारम्भिक सूत्रहरू र समग्र व्याकरण कस्तो बनेछ भन्दा अहिलेसम्म आर्टिफिसियल इन्टेलिजेन्स एआई बनाउँदा पनि त्यसका सूत्रहरू उपयोगी भइरहेका छन्। यो यसकारण कि सूत्रहरूले छन्द, लय आदि कुराहरूलाई बढी व्यवस्थित गरे, छन्दमय हुँदै गए। त्यसकारण पाणिनि भन्दा अगाडिका कुराहरू र पाणिनि भन्दा पछिका कुराहरूमा, पाणिनि भन्दा पछि शब्द वाक्यहरूमा छन्द बढी हुँदै गए। पाणिनि भन्दा पछि वाक्यहरू सरल हुँदै गए। पाणिनि भन्दा पछि शब्दहरू जोडेर एउटा र अर्को शब्द सन्धि गरेर शब्दहरू जोड्दै लगेर वाक्य नै एउटै शब्दमा टुङ्ग्याउने खालका परिपाटीहरू अन्त्य हुँदै गए र त्यसलाई अलिक सरलीकृत, व्याकरणीय, छन्दबद्ध, लयबद्ध। छन्दको सुरुवातले सङ्गीतको विकासमा ठुलो मद्दत गर्यो, वाद्य वादनको विकासमा ठुलो मद्दत गर्यो, लयको विकासमा ठुलो मद्दत गर्यो। यसको प्रभाव, असर असाधारण छ। पछि 200-400 वर्ष पछाडि पतञ्जलिले, यहीँका पतञ्जलिको पनि जन्म कहाँ भन्ने कुरामा पनि दुविधा देखिन्छ कता कता। चरक ऋषिको जन्म कहाँ हो भन्ने कुरामा पनि दुविधा देखिन्छ। बृहस्पतिको
के अरे विश्वामित्रको जन्म कहाँ भएको थियो भन्ने कुरा, कहाँ बसोबास थियो भन्ने कुरामा पनि दुविधा देखिन्छ। पाणिनीको जन्म कहाँ भएको थियो भन्ने पनि तक्षशिला पुर्याइदिए। कहाँको अर्घाखाँची सुन्दै नसुनेका कतिपय विद्वानहरूले अनुमानका भरमा तक्षशिलातिरै होला भनेर भने हुन्। तक्षशिलातिरै होला भने यहाँ तपोभूमि हुँदैन थियो। त्यसकारण यो यस्तो भूमि हो जहाँ महाविद्वानहरू पैदा भएका छन्। शिवदेखि ज्ञानको सुरुवातकर्ता, सभ्यताको सुरुवातकर्ता शिवदेखि लिएर अहिले भर्खर मुद्दा प्रसिद्धसम्मको पनि नाम उहाँले लिनुभयो। गुरु मनासिनी जस्ता को नाम लिनुभयो, अरू अनेक विद्वानहरूको नाम लिनुभयो। हरिहर संस्कृत पाठशालाको नाम लिनुभयो, काशीराजजीहरूको नाम लिनुभयो, जसले पछिल्लो समयमा 2004 आइपुगेर पनि जयतु संस्कृतमको अभियान चलाउनु भएको थियो। यी कुराहरू पनि अगाडि राख्नु। त्यसै कारण अनुमानका लाभ हामीबाट अन्त गएका छन्। नामहरूले राखिदिया छ, अर्कै ठाउँ भनिदिया छ जन्मभूमि। यो जन्मभूमि सम्बन्धमा अनेक विवादहरू छ। यहाँ विद्वान स्वामीजी हुनुहुन्छ। मैले शास्त्रहरूको बारेमा धेरै बताउनु छैन। स्वामीजी यस्तो पवित्र ठाउँको स्वामीजी हुनुहुन्छ जहाँ सीता र रामको अन्तिम संवाद भएको थियो। सीता र रामको अन्तिम कुराकानी, अन्तिम संवाद भएको देवघाटमा थियो। सीता अन्तर्ध्यान देवघाटमै हुनुभएको थियो। सीता अन्तर्ध्यान भएको थियो पवित्र भूमि। त्यहाँको स्वामीजी विद्वान स्वामीजी हुनुहुन्छ जसको नाम नै ज्ञानानन्द सरस्वती। अब यस सम्बन्धमा मैले पछि स्वामीजीले तपाईहरुलाई आफ्नो आशीर्वचनको क्रममा के सुनिएन? ल ठिक छ, बसो। यसको प्रबन्ध मैले मिलाउनु पर्ने भयो। यसरी नेपाल एउटा ध्यान भूमि हो। ध्यानबाट ज्ञान पैदा हुन्छ, ज्ञान संश्लेषित हुन्छ, अनुभूतिहरूलाई अनुभवमा बदल्ने र अनुभवलाई ज्ञानमा बदल्ने कुरा हुन्छ ध्यानबाट, चिन्तनबाट, मननबाट। त्यसकारण यो देवभूमि हो। यस्तो ठाउँमा तपाईहरु यो सम्मेलन गर्दै हुनुहुन्छ र यसमा कुनै भ्रम पर्नुहुन्न। पाकिस्तानबाट आएर, तक्षशिलाबाट आएर यहाँ ध्यान गर्नुभएको होइन पाणिनी यसै भूमिमा जन्मिनु भएको हो, यसै भूमिमा पढ्नु भएको हो। कहिले कहिले त्यो किम्वदन्ती सही हुन सक्दछ। पाणिनी सुरुमा त्यस्तो तेज विद्यार्थी हुनुहुन्थ्यो। आफूसँगै पढ्ने तेज विद्यार्थीहरूको तेजस्विता देखेर उहाँ सधैँ अप्ठ्यारो महसुस गर्नुहुन्थ्यो। त्यो पनि हुनसक्छ गुरुले तिमीलाई पढ्न आउँदैन घर जाऊ भनेको हुनसक्छ। हात हेरेर तिम्रो हातमा पढाइको रेखा नै छैन, विद्वताको रेखा नै छैन भनेको हुनसक्छ। हातको रेखा, हातको लकीर नहेर गालौ भन्ने एउटा शेर जस्तो छ हिन्दीमा। हातको रेखा हेर्ने होइन, रेखामा के छ भनेर होइन, आफूमाथि विश्वास गरेर अगाडि बढ। हाम्रा शास्त्रहरूले त्यो भन्छन्। हाम्रा दाजुभाइ दिदीबहिनीहरूले पनि भाग्यमा के छ भन्ने होइन, आफूलाई विश्वास गर्नुहोस्, अगाडि बढ्नुहोस्। गर्न सकिन्छ।
अवस्थामा परिवर्तन ल्याउन सकिन्छ। नजान्ने मान्छे जान्ने हुन सक्छ, निर्धन धनी हुन सक्दछ, अस्वस्थ मान्छे स्वस्थ हुन सक्दछ। आफूलाई विश्वास गरेर त्यसमा लाग्न पर्दछ। हामीले कर्ममा विश्वास गर्ने हो, काममा विश्वास गर्ने हो, आफूमा विश्वास गर्ने हो। आफ्नो जस्तो परिस्थिति छ त्यस परिस्थिति अनुसार अगाडि बढ्ने कुरामा विश्वास गर्ने हो। हस्तरेखामा विद्याको, हातमा विद्याको रेखै छैन भनेर स्कुलबाट निकालिएका विद्यार्थी चक्कुले त्यो रेखा कस्तो हुन्छ भनेर गुरुलाई सोधेर, कहाँनेरि हुन्छ, कता गएको हुन्छ भनेर त्यो रेखा सोधेर घर गएर चक्कुले सर्र काटेर त्यो रेखा बनाएर अनि गुरुलाई देखाउन आए। रेखा बन्यो गुरु, अब मलाई पढ्न आउँछ। गुरुले अँगालो मारेर भने तिमीलाई अब कसैले पढ्न सक्दैन भन्न सक्दैन, तिमी पढ्छौ, तिमी विद्वान हुन्छौ, तिमी आत्मविश्वासी छौ, अगाडि बढ। र पाणिनि अगाडि बढे र आज 2500 वर्षपछि, 2400 वर्षपछि कमसेकम आज हामी पाणिनिको गुणगान गरिरहेका छौँ, प्रशंसा गरिरहेका छौँ र उहाँका योगदानको चर्चा गरिरहेका छौँ र उहाँको व्याकरणले दिएको योगदानको चर्चा गरिरहेका छौँ। विश्वको व्याकरणका जनक, व्याकरणका पिता, संसारभरि जति व्याकरणहरू बने त्यसै व्याकरणबाट प्रेरित हुँदै बने र कुनै बनेनन् भने अन्तिममा व्याकरणलाई ठिक गर्न त्यस व्याकरणको सहारा लिनु पर्यो। अरू व्याकरणहरूले पनि, रोमको होस्, रोम अङ्ग्रेजी अथवा अरू भाषाका व्याकरणहरूले पनि यस व्याकरणको सहायता लिनु पर्यो। यस सम्बन्धमा थप कृति लेखेका छन् यहीँका पतञ्जलिले फेरि कि महाभाष्य। त्यसो भएर यो विद्वान पाकिस्तानमा जन्मिनु पर्ने र यहाँ आउनु पर्ने होइन। यहीँ जन्मिए पतञ्जलि, यहीँ जन्मिए शिवजी, यहीँ जन्मिए अर्को, यहीँ जन्मिए पाणिनि, यहीँ जन्मिए कपिल मुनि, यहीँ जन्मिए गौतम बुद्ध, त्यहीँ जन्मिए, यहीँ जन्मिया हुन्छ। वेद व्यास यहीँ जन्मिए अनि 101 विद्वान यहाँ जन्मिएनन्। विश्वामित्र, ब्रह्मर्षि विश्वामित्र यहीँ जन्मिए। उनका छोरा सुश्रुत जो पहिलो विश्वका सर्जन थिए, चिकित्सा शास्त्रमा शल्यक्रिया भन्ने, सर्जरी भन्ने कुराको जसले आविष्कार गरे ती यहीँ जन्मिएका थिए, यही ज्ञान हासिल गरेका थिए। पछि जनसङ्ख्या कम भयो, उपचार गर्ने मान्छे भएनन्, त्यसकारण जनसङ्ख्या धेरै भएको ठाउँ बनारस गएर उनले सर्जरी विद्याको प्रयोग गरेर बनारसमा बसेर मान्छेलाई सेवा गरे। तर जन्मिएका, हुर्किएका, पढेका, अभ्यास गरेका नेपालमा हो र उनले विश्वामित्रका पिताबाट ज्ञान आर्जन गरेका थिए। विश्वामित्र धेरैतिर पढाउन पर्न कुदिरहने भएको हुनाले आफ्नै सन्तान पढाउन भ्याइरहेका थिएनन्। आफ्नो बुढो बुवाले पढाएर विश्वामित्रका छोरा सुश्रुत महाडाक्टर भएका थिए, सर्जन भएका थिए र पाश्चात्य स्वास्थ्य विज्ञानका विद्वान हिपोक्रेटस, पाश्चात्य चिकित्सा शास्त्रका विद्वान हिपोक्रेटस अहिले भन्दा 2400 वर्ष अगाडिका थिए। तर चरक 3000 वर्ष अगाडिका थिए। 2800 वर्ष भन्दा बढी अगाडिकै थिए। यसको तिथि मितिमा अलिकति गडबड छ, त्यो अझै हामीले अध्ययन गर्नुपर्छ। चरक अगाडिका थिए। चरकका सन्तान हुन् भने चरक यहाँका हुने अनि छोरा चाहिँ उहाँ पाकिस्तानमा जन्मिने हुन्छ। चरक त यहाँका हुन् त।
त्यसकारण पाणिनीका बुवा चरक हुन् भने यहीँका हुन्। त्यसर्थ पाणिनी यहाँ जन्म भएका, यहाँ हुर्किएका, यहाँका साथीभाइहरूसँग खेलेर हुर्किएका, यहाँ वनपाखा डुलेर हुर्किएका, यहाँकै दाउराहरूमा यहाँकै धान कोदो मकै चाख्ला जे खान पाइन्थ्यो त्यो पकाएर खाएर अभ्यास गरेर विद्वान भएका व्यक्ति। त्यसमा कुनै दुविधा राख्नु पर्दैन भन्ने म ठान्छु। अब मैले धेरै समय नलिएँ। नेपाल सरकारको तर्फबाट यस क्षेत्रको सम्बन्धमा ध्यान छ। ध्यान भएकै हुनाले ध्यान छ भन्ने कुरा बताउन केही पनि देखिँदैन। त्यहाँ काठमाडौँबाट उडेपछि एकैचोटि यो डाँडामा आइपुगेपछि डाँडो देखियो, बाँकी केही देखिँदैन। मौसम यति खराब छ तैपनि हामी आयौँ। यसकारण कि यो हाम्रा महागुरु महापुर्खा महर्षि पाणिनीप्रतिको आदर सम्मान श्रद्धासुमन यो सबै अर्पण गर्न, उहाँको गुण सम्झिन र शब्दले नै तर्पण चढाउनका लागि म यहाँ आएको। पाणिनीप्रति हार्दिक श्रद्धा सुमन सम्मान अर्पण गर्छु। सरकारको ध्यान गएको छ, सरकारले गर्नुपर्ने कामहरू गर्छ यथागच्छे र यसलाई क्रमशः विकास गर्दै र यसको मास्टर प्लान बनाउने कुरामा हतार नगर्नु होला। बनाएको छ भने पनि हतार बनिसके पनि किनभने यसलाई कसरी लाने भन्ने पुरातत्व विभागदेखि लिएर युनेस्कोदेखि लिएर अरू यसमा रुचि राख्ने विद्वानहरूदेखि लिएर यस सम्बन्धी विस्तृत अध्ययनबाट यस ठाउँको, यो त असीमित ठाउँ त छैन, यसलाई कसरी धार्मिक र पर्यटकीय हिसाबले अत्यधिक सदुपयोग कसरी गर्न सकिन्छ भन्ने कुरालाई ध्यानमा राखेर नै यसको विकास गर्ने गरी मास्टर प्लान पनि बनाऊ र त्यस अनुसारका संरचनाहरूको निर्माण गर्ने काम पनि गरौँ, मेरो आग्रह छ। अन्तिममा म तपाईँहरूको यो उत्साह देखेर, यो जागरण देखेर, पाणिनी ऋषिका पालामा जस्तै छ तपाईँहरूको उत्साह अहिले पनि यो अर्घाखाँचीको उत्साह गजबै छ। म अर्घाखाँचीलाई धन्यवाद भन्न चाहन्छु, अर्घाखाँचीलाई नमन गर्न चाहन्छु। आयोजकहरूले बोलाउनु भयो, आमन्त्रण गर्नुभयो, फेरि पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। पाल्पाको पनि आउनु गुल्मी र पाल्पा अवश्य। त्यसकारण म सबैलाई शुभकामना भन्दै, धन्यवाद भन्दै र गुरुदेवलाई प्रणाम भन्दै आफ्नो भनाइ टुङ्ग्याउँछु। नमस्कार।